के तपाईँ ढाडको नसा च्यापिएर पीडित हुनुहुन्छ अथवा तपाईँको परिवार अथवा साथीभाइमा कसैलाई यस्तो पीडा छ भने यो भिडियो तपाईँको लागि धेरै नै जानकारीमूलक र युजफुल हुन सक्छ। नमस्कार, म प्रोफेसर डाक्टर सुरेश पाण्डे पुरानो मेडिकल कलेजमा हार्ट विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत छु। यो ढाडको नसा चेप्ने चाहिँ एकदमै कमन प्रब्लम हो। यङ मानिसहरूलाई हुन्छ, प्राय 20 देखि 50 वर्षको मानिसहरूलाई हुन्छ र यो धेरै जसो टाइम चाहिँ हाम्रो बसाइ हिँडाइ काम गराएको पोजिसन नमिलेर हुन्छ। हाम्रो मेरुदण्डको हड्डीको बीचमा कुरकुरे हड्डी हुन्छ, त्यो चाहिँ यो विभिन्न पोजिसन नमिलेपछि कहिलेकाहीँ स्लिप भएर पछाडि गएर मेरुदण्डको हड्डीभित्र स्पाइनल कर्ड भन्ने नसा हुन्छ, त्यसलाई अथवा त्यसकोबाट निस्किने नसालाई चेप्छ र यसलाई नसा चेपेको भनिन्छ। र यसले गर्दा अझमै पीडा हुने, ढाड दुख्ने, बाङ्गो हुने र दुखाइ चाहिँ हिपमा खुट्टामा पनि सर्ने हुन्छ र एकदमै जटिल अवस्थामा चाहिँ हात खुट्टामा लाटो हुन्छ, विकनेस हुन्छ र पोल्ने झमझम हुने हुन्छ। कहिलेकाहीँ कम्प्लिकेसन भयो भने दिशा पिसाब पनि बन्द हुने सिरियस अवस्थासम्म आउन सक्छ। उपाय के छ त? यसको लागि हामीले ब्याकको केयर गर्नुपर्छ। पोस्चर करेक्सन, ब्याक एक्सरसाइज, रेगुलर जगिङ र वाकिङ, यो चाहिँ बिरामी अथवा हामी सबैले गर्न सक्ने सबैभन्दा सजिलो उपाय हो। र यति गर्दा भइरहेको छैन अथवा केही सिरियस साइनहरू छ भने चाहिँ हामीले सम्बन्धित विशेषज्ञ डाक्टर, अर्थोपेडिक अथवा न्युरोसर्जनले यस्तो केयर गर्नुहुन्छ, उहाँसँग हेरेर जाँच गरेर के कारण हो पत्ता लगाएर त्यही अनुसार उपचार गर्नुपर्ने हुन्छ। सिरियस केसहरूमा अपरेसन पनि चाहिन सक्ने हुन्छ, तर धेरै जसो केसमा हामीले औषधि, सुई र थेरापीको माध्यमबाट यसलाई ठिक पार्न सकिन्छ। यी र यस्तै जानकारीको लागि हामीलाई फलो गर्दै गर्नुहोला। पुरानो मेडिकल कलेजमा सम्पर्क राख्नुहोला। धन्यवाद।